क्या उता ट्रिटिक्लिकमा पसेको पाएन यहाँ त मान्छे साट्टिन सक्ने उयो पनि छैन क्या स्पेस पनि आन्टीले के लेखेको होला क्या यो Hi everyone, welcome back to my YouTube channel and welcome to my new video. This is Suzu and I'm getting ready to go Nakifort. त्यहाँ चाहिँ मेरो सामान डेलिभरी गर्नुपर्ने छ अनि एउटा चाहिँ एक्सचेन्ज गर्नुपर्ने छ. सो त्यहाँ नकिफोर्ट गएपछि म सविता दिदीलाई पनि भेट्छु नि अनि आई थिङ्क आज बाहिर पनि जान्छु होला सविता दिदीसँग नै बिकज आज चाहिँ भ्यालेन्टाइन्स डे हो. साथीहरू सबैजनालाई ह्याप्पी भ्यालेन्टाइन्स डे अनि त्यही हो सामान म पुऱ्याउँछु डेलिभरी गर्छु अगाडि अनि एक्सचेन्ज गर्छु त्यसपछि सविता दिदी भेट्छु त्यही नै छ आज प्लान अनि अर्को एउटा काम पनि छ बिकज केही समय अगाडि चाहिँ यस्तै 1 विक अगाडि चाहिँ मेरो भाउजू बिरामी हुनुभयो अनि हस्पिटलाइज भएर अपरेसन गरेर यताउता गरेर लुक एट माई ह्यान्ड यति धेरै काम गरेको छ साथीहरू मेरो हातै कस्तो भएको छ सो मेरो चाहिँ हालत भइरहेको छ एक्चुअली अनि मम्मी आउनुभएको छ अनि यहाँ मम्मी आएपछि धेरै कुरामा सजिलो भएको छ सो म आज चाहिँ धेरै दिन बाद बाहिर जाँदैछु अनि दाइले चाहिँ लाइक भाउजूलाई केही ल्याइदिए टाइपको भन्नुभएको थियो अनि मैले हिजो राति 2 बजेसम्म काम गरेको दिउँसो चाहिँ मेरो यति धेरै काम थियो अनि त्यो आज पुऱ्याउनु पर्ने अर्डरको अनि त्यो काम सकाएँ अनि मैले चाहिँ राति 10 बजे 9 बजीतिर स्टार्ट गरेको थिएँ सो यो सकाएर सुतेको थिएँ सो यो चाहिँ मैले देखाएको छुइनँ भाउजूलाई लुकाएर आएछ के लिएर आइन्छ अब सविता दिदीसँग बाहिर जान्छु अनि हेरौँ सो त्यही गाइस आज मैले यो पहिलाको यो ड्रेस लगाएको छु सिङ्गल भएर के भयो त भनेर रेडियो त राम्रो भएर निस्कौँ आज भनेर के म लुकाउँछु सो अब म यो पुऱ्याउनु जान लागेको मैले चाहिँ यसकै भिडियोहरू बनाएँ क्या अघि चाहिँ अनि यो यसको मैले प्लास्टिक कहाँ राखेँ साथीहरू सो आज चाहिँ जाली रुमाल कम्बरी अनि फ्लेकासहरू अनि एउटा सल चाहिँ एक्सचेन्ज गर्नुपर्ने छ म त्यो पनि देखाउँछु तपाईँहरूलाई सल भन्दा नि पछ्यौरी बुनेको पछ्यौरी यहाँ चाहिँ दुईवटा प्लेकास ल देखेन झऱ्यो दुईवटा प्लेकास अनि यो लुजेको अनि जालीमा कम भइसक्यो यो चाहिँ म स्टेज यताउता केही पनि गर्दिनँ किनकि ह्यान्ड टु ह्यान्ड दिने हो नि त अनि यहाँ छ यो चाहिँ जालीमा भने पछ्यौरी लाइक बुनेकोवाला लुक यो चाहिँ यस्तो प्रिटी भएको छ साथीहरू एकदम राम्रो भएको छ सो म 12-1 बजीतिर आइपुग्छु भनिदिएको थिएँ त्यो कस्टमरलाई ढिलो भयो जस्तो छ यो टुलिप्सहरू छ यो चाहिँ मैले दिदीबहिनीलाई दिन्छु भनेर बनाएको थिएँ हिजो राति नै बिकज यो टुलिप चाहिँ मसँग पहिलादेखि अलरेडी थियो मैले बनाएको थिएँ होइन तर यसमा चाहिँ हालेँ मैले कस्तो क्युट देखिरहेको छ सबै रेडी भइसक्यो अब चाहिँ म हल्का लिपस्टिक यताउता लाउँछु त्यसपछि चाहिँ इन्ड्राइभ बुक गरेर चलिदिनु पर्छ साथीहरू मेरो आउटफिट यस्तो छ यो त पहिला पनि मैले देखाएको थिएँ ल यतापट्टि त कस्तो सेतो देखियो त ब्रो वाइ सो मैले काजल लगाएँ अनि मेरो फेस त यस्तो बिग्रियो कि जान्थ्यो हस्पिटल बसेर म हस्पिटलमा कति दिन बसेँ साथीहरू भुइँमा सुतेँ यसपालि चाहिँ मेरो लाइफमा एकदम हुन्छ नि यस्तोबाट सिधै यस्तो के हो त्यस्तो भयो सो त्यसमा पनि मलाई के भन्छ लाइक दुःख मन छैन सबै कुराले मलाई झन् एभ्री डे हुन्छ नि आइ एम बिकमिङ सो स्ट्रङ हुन्छ नि के भन्नु स्ट्रङ एन्ड म्याच्योर त्यही हो गुड फर मी गुड फर हुन्छ नि एभ्री वान त्यही हो गाइस आज चाहिँ अनि म छिटो नै आउँछु होला छिटो त के भन्नु आज दिन भइसक्यो अनि हिँडेपछि जहिले रातै पर्छ सो ढिला नगरी जाऊँ अब गाइस म चोर जसरी नै गातेको
हुन्छ भयो। सो गाइस म चाहिँ बडोकोमा आइपुगिसकेँ। यहाँ आउँदा कस्तो छुट्टै उयो लाग्छ क्या। मेरो हात त देखाउनु पर्छ। नेल पोलिस छ सबिता दिदी? दिनु न मलाई। म नेल पोलिस लाउनु बिर्सेछु। लाउनै भ्याएकै छैन क्या। यहाँ काम गर्दा गर्दा म पागल भइसकेँ। सो म यहाँ कति वर्ष 6-7 वर्ष बसेको। अनि उता गाउँको घर र यहाँको घर चाहिँ एउटै जस्तो लाग्छ क्या मलाई। किनकि उता पनि म अब 7-8 वर्षसम्म थाहै हुँदैन। 7-8 वर्षपछि 14-15 वर्षसम्म बसेँ। अनि त्यो 6-7 वर्ष अनि यहाँ पनि 6-7 वर्ष भयो। अनि बसेँ अनि दुइटै घरमा हुर्केँ नि त। त्यही भएर कम यहाँ आउनु न, यहाँ आउनु त। मैले तपाईँले के ल्याइदिएको छ? यता आउनु। आयो भने अब कोही छैन, त्यही पनि मनाउनु पर्यो हामी पनि। ओइ यो यसले कहाँ रोकेको छ? हामी चाहिँ छेउमा पुऱ्याएको छ हामीलाई टेबलले। सो अब हामी मेबी बाहिर जान्छौँ होला सबिता दिदी र म। मेरो कपाल त कस्तो भयो यार, सुकेको छैन। कति छोड्दै जाँदो रहेछ यार। काट्नै मन लाग्दैन यार कपाल त मलाई त। त्यही हो गाइस। अब टिकटक बनाउनु पर्यो त्यो नआएसम्म, कस्टमर नआएसम्म। साथीहरू कस्टमर नै आउनु भएन। अब बाहिरतिर हिँड्दै गर्नु पर्यो। यता हेरौँ कस्तो भएछ नखीपुरतिर। अनि ठ्याक्कै त्यो कस्टमर पनि आएपछि खोलाउनु पर्ला। मिलनचोकमै भनेको भन्नु त। अब पछि कहाँ भेट हुन्छ त्यहीँ दिन्छु। दिदी पनि रेडी हुनुभयो। अनि मैले नेल पोलिस लगाएँ यहाँ दिदीकोमा। नेम कलर भयो। चल्लो चले दिदी बहिनी चल्दै खाऊ। त्यो मान्छेले कलै गरेको छैन। कति धेरै भिड भएको छ है। भित्र लाने हामी चाहिँ हिँड्दै पाटनमा आइपुग्यौँ साथीहरू। फोटो खिचौँ न कस्तो धेरै भिड छ। कति पछि चल्दिन खुट्टा मात्र खिच्ने क्या। सबै भ्यालेन्टाइन डे लागेर रातो ठुलो ए डेटिङ हिँडेको भन्दै सोध्छ आशिष अहिले। हामी चाहिँ यो क्युट के हो क्याफे हो कि समथिङ यसकै छेउमा भएको। यहाँ आउनु मन लागेको थियो मलाई पहिलादेखि। हालत भइसक्यो साथीहरू। मलाई भोक लागेको जस्तो भइरहेछ। यो चाहिँ एकदम लोकलवाला के अरे उयो क्या नेवारी सेप हो क्या। अलि त्यो उसमा अरू रेस्टुरेन्टहरूमा चाहिँ अलि फ्यान्सीमा हुन्छ नि त। एकदम लोकलवालामा हो क्या साथीहरू। खाइदिउँ अब खाइदिउँ। के भएर खाइदिउँ? यस्तो पिरो चाहिँ छैन। पेट पोलेर मन लाग्यो। अब हामी यहाँभित्र जाने। अब खुट्टाको मात्र खिच्यो मान्छेहरू। भित्र आइसक्यो। यहाँ चाहिँ आज कन्सर्ट रहेछ साथीहरू। सपना सुमनको सब सेटअप भइरहेछ। हामीले देखेको सपना सुमनलाई पनि। यो के रहेछ यहाँनिर फोटो खिच्ने भनेर के हो त्यो पुरै यहाँ सबै सेटअप भइरहेछ। तर यो खासै धेरै उयो रहेन रहेछ आज। नभए त यस्तो सानो ठाउँ छ है। सबिता दिदी ह्याप्पी भ्यालेन्टाइन डे। बन्द हो यो? ए बन्द रहेछ। ओ माई गड डर लाग्यो यार। कस्तो के गर्ने गाइस। त्यो कन्सर्टमा चाहिँ अब कपालहरूलाई मात्र रहेछ। हाम्रो बोयफ्रेन्ड पनि छैन। त्यही भएर हामी चल्दैको। कस्तो खालो देखिरहेको छ यार।
उही भूत फिल्मको जस्तो यहाँबाट चाहिँ रहेछ यहाँबाट पनि यति मात्रै हो यार ब्रो डर लाग्छ यार सो अब हामी यहाँबाट निस्किन्छौँ साथीहरू पेट पोलियो मेरो त त्यो अघिको उसले क्या ए यहाँबाट अर्को बाटो रहेछ नि त जाने हो त Did you buy a ticket from outside? Outside tourist counter? You don't have pass? ए यो त बाहिर निस्किने रहेछ Oh, you have to buy from the tourist counter. Otherwise, ए मैले माथि ढोका चाहिँ किन बन्द गरेछ पुरेर यहाँ यो के रहेछ चले आया लुगा खिचेर पुरो उफ्रिरहेछ मान्छे म चाहिँ कहाँनिर भयो यहाँबाट माग्छु ए माथि जाने भनेको कताबाट हो मलाई थाहा ए मार भिडियो गर्नु लागि नमिल्दाखेरि यही ठाउँ खोजेको क्या मैले चाहिँ माई गड कति धेरै मान्छे छ नि त डर लाग्दो यो चाहिँ चारैतिर रहेछ क्या साथीहरू सैतरी यहाँ त मान्छे साट्टिन सक्ने उयो पनि छैन क्या स्पेस पनि छैन क्या साथीहरू म मतलब कसरी फिट गर्यो क्या मलाई नि डर लागिरहेछ ए पुरै बाङ्गे टेढो छ क्या म पहिला यहाँ कतिचोटि आएँ तर यो माथि कहिले पनि चढेको थिइनँ कि जालबाट लागिरहेको गाइस जहिले यहाँ हिँड्ने छौँ हामी कुमारी पार्टीसँग आँटिसक्यो भाउजू दाजुलाई भेटेन यार जहिले यस्तो हुन्छ उफ अब कहाँ पुग्ने थाहा छैन म कहाँ पुग्नुपर्ने मान्छे कहाँ हिँड्दैछु आज फुल चोकमै फुलको पसल छ साथीहरूले आज त चोकमै क्या त टेबल राखेर फुल बेचिरहेको छ क्या मान्छेहरूले यो त राम्रो छैन फाइनल्ली हिँड्दा बल्ल भाउजूलाई लुगा किन्यौँ अब त्यो भाउजूलाई मनपर्छ पर्दैन ठिक हुन्छ हुँदैन अरूको लागि सपिङ गर्दाखेरि त यस्तै हुन्छ क्या तपाईँलाई त्यस्तो हुन्छ क्या मनपर्छ कि पर्दैन भनेर क्या लाग्छ क्या सो अब चाहिँ बेकरीमा केक लिने त्यसपछि म जान्छु अच्छा भाउजू मात्र भन्नु आउँछ कि अनि दिदी पनि गाडी चढेर जानुहुन्छ साथीहरू पानी पर्ला जस्तो पानी पर्ला जस्तो के भइरहेछ क्या मौसमै अर्कै भइरहेछ लास्टमा लमिन मार्ने आयो यति धेरै भिड छ साथीहरू यति नै रहेछ तर यति डेकोरेसन गर्न पनि कति टाइम लाग्यो अब हामी घुम्दै लविङ मल आइपुगेपछि यसो पस्थ्यौँ भनेर गाइस सविता दिदी पनि जानुभयो अनि म चाहिँ यहाँ भाटभटिनीबाट सेटाफिलको मोइस्चराइजर लिएर लागेको क्या उ त्यहाँ प्रिटी क्लिकमा पसेको पाएन अस्ति किन्नुपर्ने रहेछ मोइस्चराइजर सकिसकेको छ साथीहरू यो चाहिँ मेरो पहिला कलेज जाने बाटो हो बिहानै यो बाटो हिँड्दै यस्तरी जान्छु साथीहरू
अहिले त न कलेज छ न के छ म रङ साइड हिँडिरहेको छु तर पनि इट्स ओके रात परिसक्यो हो मलाई आज घरमा मार्छन् होला ल केक पनि भेटेको छैन केक अब बाटोबाटै लैजान्छु अनि त्यहाँबाट केक लगेर जान्छु घरमा फुल बनाइसकेको छ अनि ड्रेस किन्यो आई डोन्ट नो भाउजूलाई मनपर्छ कि मन पर्दैन आई मनपर्छ यो भूमिको भन्ने यहाँ हो क्या साथीहरू मेरो कलेजको साथमा कति धेरै यहाँ चाहिँ फ्लावर अनि ह्यान्डमेड मैले चाहिँ लिन आएको उतातिर हेरिरहेको थिएँ यहाँ आइसक्यो सो यो चाहिँ बाटोपट्टि नै भित्र दर रात पऱ्यो तर आइसक्रिम खानै पऱ्यो यस्तो दुःख लागेको छ अब म इनड्राइभ गर्छु भने जान्छु रात पऱ्यो यहाँ मलाई मार्छ इनड्राइभै नभेटेको क्या उता जानु त अनि मैले कोटेश्वरसम्मको गरेको क्या बाटो छु नि त म पनि हेरेको अब के बाटो भन्नु नभेटेपछि मैले कोटेश्वरसम्मको गरेँ अनि कोटेश्वरमा चाहिँ झर्छु अनि त्यसपछि फेरि अर्को गर्छु त्यहाँ त नजिकै हुन्छ त्यहाँबाट चाहिँ पाउँछ क्या त्यही भएर गाई चाहिँ बत्ती गइदिएर क्या अब कहाँ आउँदै केकले तर मेरो इन्ड्राइभै भेटेको छैन क्या म बल्ल आयो गाइस म मेरो त फर्केर आउँदा त हालतै हुन्छ नि साथीहरू यस्तो प्याच लागेको छ मलाई मेरो कपाल त कस्तो भइसक्यो साथीहरू सो आई डोन्ट नो व्हाट टु डु म यो बेडमा नै मिलाउँछु अनि पाउँछु मैले फाइनली फेस टोनर मामा अर्थको यो त जहिले मैले यही युज गर्ने हो कस्तो कन्फ्युज भइरहेको थियो कि त्यहाँ गएर यो डिब्बा हो कि होइन जस्तो सो यो कुरा त अब पछि गरौँला होइन अगाडि पछि गरिहालौँ त्यो आन्टीले के लेखेको होला क्या यो यस्तो पतोड लेख्नु भएछ सो यहाँ चाहिँ ड्रेस छ भाउजूलाई अनि यो चाहिँ बुकी पाराले यहाँ चाहिँ रातभरि मैले बनाएको यो यसरी राख्छु हामीले चाहिँ बोलाउनु लागेको भाउजूलाई बोलाएको छ भाउजू मम्मी अरे कस्तो नसुने साथीहरू यस्तो खोकी लगाइरहेछ मलाई अस्तिको दिन म बाहिर गएको थिएँ नि त अनि मलाई खोकी लागेको थियो अनि आज पनि फेरि बाहिर जानु पऱ्यो अनि आज चाहिँ म कोटेश्वरसम्म चाहिँ उता पुल्चोकको भाटपट्टिबाट कोटेश्वरसम्म चाहिँ ड्राइभमा आएँ किनकि यहाँसम्म घरसम्मको पाएन कि अनि मैले चाहिँ दिमाग लगाएर छोटो बाटोसम्म आएँ मलाई कसले म्यासेज गरेर अनि कस्टमरहरूको म्यासेज मात्र आउँछ साथीहरू अनि त्यहाँसम्म आएँ त्यहाँदेखि आउनु खोजेको क्या 500 माग्छ यार पठाउँदै कोटेश्वरदेखि यहाँ घरसम्म अनि म पनि बाटो क्रस गरेँ अनि त्यसपछि लोकल बसमा चढ्दैको क्या अगाडि त ठिकै लागेर थियो तातो पनि हुन्छ भन्ने भइरहेको थियो किनकि बाइकमा चिसो हुन्छ मलाई खोकी लागिरहेको थियो पछि त यति धेरै स्टप ब्रो म त 6-7 वटा स्टप आउँदैन त म त्यतिखेरसम्म कामसाम सकेर घर आइसक्थेँ क्या अनि फेरि सुरु विनायकमा झरेँ अनि त्यसपछि त्यो केकहरू ल्याएँ अनि त्यसपछि फेरि बल्ल बल्ल एउटा इनड्राइभ भेटाएँ आएँ क्या सो मैले आज यो किनेँ मामा अर्थको राइस वाटर डिवी फेस टोनर सो लेट्स ट्राई इट यस्तै हो नि हो नि सबैले लगाएको क्या मैले देखिरहेको थिएँ क्या त्यही भएर मलाई पनि किनकि मेरो टोनर सक्यो कति भइसक्यो यो झ्याउ भन्छ कि टोनरको चाहिँ त्यही माथि मेरो यो थम्बवाला यो नङै दुखिरहेको छ
ए ए ए नो 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 यसको त यस्तो रहेछ नि त। ओ कस्तो देखिरहेको हो? किन वाइ यति कालो छ र? म यस्तो कालो छु र जस्तो लाग्छ। खोइ के भयो भयो। हजुरलाई सम्झी बस्छ ए सम्झी वाट सम्झी हजुरलाई पर्खी बस्छ शीतैको चिसो तरेली। सो बाउजूलाई चाहिँ हामीले के काइन्ड अफ सरप्राइज जस्तो गरेको, तर खासै त्यस्तो भएन। त्यही पनि लास्ट इयर चाहिँ मैले आफैले किनेको थिएँ रोज आफ्नो लागि, र यसपालि त किनिनँ बेकारमा जस्तो लाग्यो होइन। अरू दिनहरूमा मलाई किन्नु मन लाग्यो भने किन्छु, नट टुडे, किनकि आई नो मैले त्यो फुल किने यताउति भने जसले पनि सबैले त्यही सोध्छ कि मलाई कसैले दिएको भनेर, फ्लावर दिएको। कस मलाई अचम्म लाग्छ ब्रो, किन क्या लाइक कसैले विश्वास गर्दैन। मैले अस्ति भर्खर मैले फोन अपडेट गरेको, अनि एभ्री वान लाइक दाइले किनिदिएको हो टाइपको क्या, दाइले पठाइदिएको हो भन्ने क्या सबैजनाले। बोयफ्रेन्ड भएको भए सबैले भन्यो होला बोयफ्रेन्डले दिएको उसको भन्ने टाइपको सोच्थ्यो। अब बोयफ्रेन्ड छैन, सबैले भनिहाल्छ दाइले दिएको। अनि म घुम्न गएँ, म हाइक गएँ, एक्लै गइरहेको छु, त्यही पनि मान्छेहरूले सोध्छन्। सोच्नु त ठिकै हो, सोचेसम्म त मलाई फरक पर्दैन। इभन मुखमा आएर सोध्छ क्या कोसँग गएको नढाँटे भन्, के भन्नु क्या। अब म घाम तापी यस्तो डढ्यो साथीहरू फेस, त्यही पनि केही छैन। गोरो भए पनि मै हो, कालो भए पनि मै हो। सो यो सकि नै लाग्यो, अनि मैले यो ल्याएको। म आफै कस्तो कन्फ्युज हुन्छु क्या साथीहरू। अनि मैले त अर्कै युज गरेको छु जस्तो लागिरहेको थियो क्या त्यहाँनिर। यो मोइस्चराइजर किन्नलाई पनि म उता फुलचोकको उसमा पुगेको क्या। के मेरो जिन्दगी, मेरो दिमागै चल्दैन कि त्यो उसमा डरमा उसमा पाउँथ्यो क्या, त्यही नकिपुरमै पाउँथ्यो। म बिर्स्यो क्या त्यहाँनिर किन्नु, अनि त्यही भएर दुःख पाइस मङ्गलले आफ्नो ढङ्गले भयो। साथीहरू आज म काम गर्दिनँ होला, रेस्ट गर्छु। अनि त्यो आज लगेको चार्जर माल पनि अलिक सानो भएछ त्यो कस्टमरलाई, भोलि लाउनु पर्ने अरे। अनि भोलि चाहिँ म्यानेज गरेर लाउनु, अनि मलाई तपाईँको मेजरमेन्ट गरेर पठाइदिनु, अनि म बनाइदिन्छु भनिदिएको छु। बिस्तारै बनाउनुपर्छ त्यो काम त कति धेरै हुन्छ। त्यही पनि अब भोलिदेखि म कहीँ पनि जाँदिनँ, कामै गरेर बस्छु साथीहरू। त्यही हो, आजको भिडियो यस्तै थियो साथीहरू। किन म साथीहरू भन्नुभएको छु गाइस? म चाहिँ उठ्ने बित्तिकै अब हस्पिटल जानु लागेको। हिजो चाहिँ अब भोलि मात्रै जाने भनिरहेको थियो नि त, म मस्त सुतिरहेको थिएँ। सो जानु लागेको। आज फलोअप भाउजू त केही बिर्सेँ, के बिर्सिने के थाहा भएन। मार्क्स खोइ मेरो कुरा पनि गर्दै जान्छ होला। यो हस्पिटलभित्र किन यति धेरै चिसो? टाउको दुखेर मर्न लागिसक्यो, बस्दा मनिषा सिंहले हस्पिटलबाट पैसा पनि दिन्छ। ला 669 उठाइदिउँ। कस्तो पुरानो हो, पुरानो भइसक्यो। मार झन् 66 वर्ष हो कि कति भइसक्यो देखियो। आइपुगेको। मलाई यो ब्ल्याकले कस्तो नसुहाउने भयो के भयो, त्यो ब्ल्याकहरू नलाएर होला। अनि त्यही हो, भाउजूको अब आज फलोअप थियो, बिस्तारै रिकभर हुँदै हुनुहुन्छ गाइस। त्यही हो, अनि यो भिडियो चाहिँ यति नै हो। मलाई एकदम टायर्डवाला फिल भइरहेछ, म निन्दा नपुगेको जस्तो भइरहेछ। मेरो फेसमै देखिन्छ त्यो कुरा चाहिँ। अनि म रेस्ट गर्छु, कामहरू यति धेरै छ साथीहरू, के गर्नु।
So there, thank you for watching. Keep watching, keep loving. See you in next video. Bye bye.